गुड मर्निङ सबैजना मेरो मित्रजनहरूले टिकटकमा भएका साथीभाइहरू सबैजना युट्युबमा पनि हुनुहुन्छ मेरो साथीभाइहरू भन्ने म पूर्ण आशामा छु। तपाईँहरूले हेर्नुहुनेहरूले सबैले मेरो यहाँ सब्सक्राइब गरिदिनु होला। र म अहिले यहाँ सिङ्गापुरमा छु। सिङ्गापुरमा यहाँ म भिजिटमा आएको छु हुनाले म यहाँनिर मेरो जिसिकेएममा छु। मेरो कान्छा छोरा बुहारी नाति नातिना बस्ने ठाउँ यहाँनिर 14 तला माथि बसेको छन्। अनि म पनि यहीँ बसेर आएको छु। अहिले 1 महिना भयो अहिले सिङ्गापुर छिरेको 1 महिना भयो। धेरै घुमफिर गऱ्यौँ। आज अब हाम्रो फिर्ने बेला भयो, नेपाल फिर्ने बेला भयो। अनि मैले यहाँ आज रमाइलो लागेर यो भिडियो बनाउँदैछु। यो जिसिकेएम है, सबैले हेरिदिनु होला। अनि यो 14 तला माथिबाट छु। अब यतापट्टि सबै यो तल मुनि छ ठाउँहरू धेरै अग्लाइमा माथि। अनि यता म बजारपट्टि यो बस्तीपट्टि हेर्नु जाँदैछु। त्यता पनि हेरिदिनु होला। म तै पुग्छु होला। मेरो अलिक त म अलिक मेरो इन्जुरी भएको छु हुनाले साह्रै मजाले हिँड्नु सक्दिनँ। बिस्तारै भए पनि जाँदैछु। मलाई एउटा रहस्यमय लाग्यो यो खिचेर लैजाउँ भनेर र यहाँ कोसिस गर्दैछु। अनि यहाँनिर लिफहरू छ। यहाँ भर्याङ माथि चढ्ने भर्याङ पनि छ। अनि म यहाँ आएँ। हजुरहरूले हेरिदिनु होला यहाँ बस्तीहरू। अनि यतातिर हेरिदिनु होला। यो तलतिर यो बजार पहिला यो बासिन्दाहरू एकदम धनी मनीहरू बस्ने ठाउँ। अनि यो अग्लो सहर बजारमा घरहरू अब 25-30 तलेसम्म घरहरू छ। अनि यता घुमेर आउँछ यतातिर। अब यो सबै तल मुनिहरू बस हिँड्ने रोडहरू छ। यहाँ मेरो छोरा बुहारी बसेकै ठाउँदेखि मुनिएर रोड ठुलो रोड छ। बस हिँड्ने गाडी हिँड्ने त्यहीँबाट चढेर अब बजार हाट जाँदाखेरि त्यहीँ बाटो हिँड्ने ठाउँ छ। हेरिदिनु होला है अरूहरूले।